के प्याज काट्न लाग्नुभयो प्याज खोर्सानी खोर्सानी त घरकै हो क्या ल यस्तो राख्नु भएको रहेछ त पुरा भित्र किनेको ए काँक्रो पनि रहेछ त कति वर्षको हुनुभयो त 60 को हुनुभयो ए दाजु मैले एउटा मुङको दाल मर्चिक छु है हुन्छ जी यो हैन हो ल हेर्नु है अब ट्याक्क खोर्सानी काट्नुहुन्छ प्याज काट्नुहुन्छ हैन अहिले त जे जान्नु भएको रहेछ आइडिया केटाकेटीले खाने चटपटे बनाउन जान्नु भएको रहेछ त आफ्नो जीविकोपार्जन गर्नका लागि आइडिया जान्नु भएको रहेछ जान्न पर्यो फेरि हैन अनि खाना कसरी के गर्नुहुन्छ त लिइदिएर आउनुहुन्छ ए म्यामजी आउनु भएको छ चटपटे खानालाई ओहो के त्यो थुत्नु गराएछ त बाले घाम बन्दिँदै हुनुहुन्छ अलि खुसी हो नि त खुसी होइन बाले पो त पिरे नुन थोथरै राखिदिनु धेरै नराख्ने भयो यो फेरि आइटम छ त तपाईँको हजुर हजुर चाट मसाला चाट भयो नराख्नु चाट मसला अरू राख्दिनु भन्न कस्तो मान्छे चाट मसला नि तोरे राखिदिनु त पोल्छ फेरि भयो 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 खुर्सानी अर्को खुर्सानी छ नि त्यही भएर ल ल ड्याङ कि ड्याङ हानिदिनुहोस् यो फेरि तेल यसमा के मिसा हुन्छ मसलाहरू अदुवा लसुन ए त्यस्तो हो यो तोरी पिसेर राखेको के को तेल हो नि यो फेरि तोरीको लोकल तोरीको ए लोकल कागती चाहिँ राख्नु पर्छ अरू सबै रहेछ कागती अथवा अरू के हुन्छ इमली हुन्छ कागती हुन्छ अर्को सुप पनि हुन्छ सुप अलि फेरि महँगो पर्छ होला कि त्यसलाई महँगै लिने बरु कहाँ खान्छन् र अहिले मान्छेहरूले सस्ता खाने टोनी त कन्या है उसको त भयो भयो ल चाख्दैछिन् नानीले चाहिँ ओहो छैन के राखिदिनु त्यही अमिर राखिदिनु नुन नि कम भयो जस्तो मान्छु नुन थोरै नुन पनि राखिदिनु प्लास्टिक ल
दिन्छु है अब। ल धेरै वात्त परेको अलिक सानो भए चाहिँ बुवा हिँड्ने अलिक ठुलो ल्याउनु सजिलो हुन्छ कि हुन्छ नानी। देखाऊ अरू कस्तो अब बसेर खानु। मिठो छ